महोत्तरीको मनेरा सिसवा नगरपालिका स्थित दुर्गा क्याम्पस कुनै ठूलो भवन, अत्याधुनिक पूर्वाधार वा प्रशस्त स्रोत साधनले परिचित छैन। तर गाउँका विद्यार्थीहरूका लागि यो क्याम्पस आशाको केन्द्र बनेको छ। सीमित स्रोत साधनका बीच पनि यहाँ नियमित र निःशुल्क रूपमा कक्षा सञ्चालन हुँदै आएको छ। मनेरा सिसवा नगरपालिकामा सञ्चालित एकमात्र क्याम्पसको नाम श्री दुर्गा क्याम्पस हो। यहाँ अर्को क्याम्पस कुनै छैन जहाँ ब्याचलर्स अथवा स्नातक तह या स्नातकोत्तर मास्टर्सको कुनै कक्षा सञ्चालन भएको हो। त्यो पनि विशुद्ध रूपमा यहाँ एडमिसन फ्री, स्टडी फ्री छ। यहाँ अध्ययन बापत एक शुल्क लाग्दैन। भर्ना बापत हामीले नोमिनल शुल्क राखेका छौँ, जसले एउटा चक डस्टर मार्कर आउँछ। हामी कुनै पनि फी लिँदैनौँ एक्जामको। टियुले तिर्नुपर्ने रेजिस्ट्रेसन फी र एक्जाम फी बाहेक अरू कुनै पनि चार्ज लाग्दैन। इंग्लिश घंटी ना अभी मैम अभी 15 दिन से ना अभी पहले से अखन केहन सुधार है तो सबके कैंपस में? अभी सुधार हवा बहुत है। अभी बहुत सुधार है। अच्छा, वो सुधार के लाभ के कारण की किनका माध्यम से सुधार हो रही है? संजीव सिंह सर कथे छथिन? वो चीफ डायरेक्टर सर और कैंपस के हुनका अयला से केहन परिवर्तन भेल? बहुत नहीं फला अहाँ से कते संतुष्ट छी एठाम के पढ़ाई लिखाई से? सर ठीक संतुष्ट। क्याम्पसका सहायक क्याम्पस प्रमुख सञ्जीव सिंहले आर्थिक तथा भौतिक चुनौतीका बावजुद शैक्षिक गतिविधिलाई निरन्तरता दिँदै आएका छन्। विद्यालयको आफ्नो भवन कहिले हुने, विद्यालयमा कम्प्युटरदेखि लिएर भौतिक पूर्वाधारदेखि लिएर कक्षा कोठाको विभिन्न सामग्रीहरू, बेन्च डेस्कदेखि लिएर अफिस व्यवस्थापन कहिले हुने, यी कुराहरूको कमी कमजोरी छ। बिस्तारै यसलाई पनि हामी फुलफिल गर्दै जाने लक्ष्यका साथ अहिलेसम्म अगाडि बढ्दै यो कुर्सीलाई सम्हाल्दै आएको छु। गाउँकै विद्यार्थीहरूलाई उच्च शिक्षाको पहुँच दिलाउने उद्देश्यका साथ सञ्चालन भइरहेको क्याम्पसले स्थानीय क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। सहायक क्याम्पस प्रमुख सिंहका अनुसार क्याम्पसको उपलब्धिको श्रेय एक्लै आफूलाई नभई स्थानीय तह र समुदायलाई जान्छ। पालिका, स्थानीय जनप्रतिनिधि, अभिभावक वा आम नागरिकको सहयोग बिना क्याम्पसलाई यहाँसम्म ल्याउन सम्भव हुने थिएन, उनले भने। क्याम्पस चल्नु आफैमा ठुलो कुरा हो र यसको श्रेय म पक्कै पालिकालाई दिन्छु, यहाँको स्थानीय जनतालाई दिन्छु, यहाँका स्थानीय विद्यार्थीलाई दिन्छु। तर पनि गुणस्तरीयताको लागि सुविधा र साधन हुनु उत्तिकै जरुरी हुन्छ र सुविधा साधनको रूपमा अब यो भन्न पनि अलिकति लज्जास्पद कुरा हो, भन्न नहुने कुरा हो। अब नभनौँ त कति वर्षसम्मलाई खेपेर बस्ने भन्ने कुरा पनि आउँछ। त्यस हिसाबले अब केही कुराहरू प्राविधिक कुराको लागि जसरी अनलाइन फर्म भर्नुपर्ने हुन्छ त हामीसँग यहाँ कम्प्युटरको अभाव, ल्यापटपको अभाव, हामीसँग नेटको अभाव, बडा दुर्भाग्य हो। 2 वर्षदेखि बिना नेट हामी यहाँ काम गरिरहेछौँ। एउटा स्नातक तहको अध्ययन र अध्यापनको लागि हामीसँग एउटा लाइब्रेरी छैन, हामीसँग एउटा अफिस व्यवस्थापनको लागि यो पनि पालिकाले या स्कुलले अलिअलि यो भनौँ न यो इन्क्रोचमेन्ट भन्छ कि अतिक्रमण गरेर यो एउटा जोडजम गरेर आज तपाईँले बस्ने वातावरण देखिराख्नु भएको छ। कतैबाट हो यो कुरामा स्थानीयहरू पनि अवेयर छैन, उहाँहरूलाई पनि केही मतलब छैन कि हामी कहाँ कलेज सञ्चालनमा छ। एकचोटि जाउँ, बुझौँ अवस्था के छ। बाहिर चिया पसलमा बसेर गफ गर्ने यहाँका युवाहरू, यहाँका स्थानीयहरू, कलेज त एना कदेलकै, कलेज में त ओना है। तर कलेजभित्र आएर इभेन द गार्जियन, जुन बच्चाहरू यहाँ पढ्नुहुन्छ उसको अभिभावक पनि यी छेउबाट गुज्रिनुहुन्छ, तर आएर एकचोटि पनि के अवस्था छ, कसरी सञ्चालन गरिराख्नु भएको छ, बच्चा बच्ची कसरी पढिरहेछ, के कुरामा तपाईँले ध्यान दिनुपर्ने छ भनेर सल्लाह सुझाव या क्वेसन्स या क्वेरी पनि त्यो किसिमको सहयोग यो। अब यो कुरा के छ भने इन्टरनेट पनि उहाँले यहाँ उपलब्ध छ भनेर भन्नुभयो होइन। अब यसलाई अलिकति म कन्फ्युजनलाई क्लियर गरौँ। यो त्रिभुवन युनिभर्सिटीद्वारा सञ्चालित 4 वर्षीय BBS कोर्स हो। यसको मेल र विद्यालयको मेल रत्तीभर पनि छैन, कुनै साँठगाँठै छैन। त्यो सम्पूर्ण रूपमा विद्यालयको प्रपर्टी हो, क्याम्पसको होइन। तर एउटै प्राङ्गणमा भएकोले त्यसको र यसको नाम पनि श्री दुर्गा माध्यमिक विद्यालय र श्री दुर्गा क्याम्पस भएकोले जुन बेला यसको स्थापना भयो त्यो बेलामा यहाँका भद्रभला आदमी, यहाँका बुद्धिजीवीहरू, यहाँका विद्वानहरूले मिलेर किन 2टा नाम राख्ने, एउटै नाम राखौँ र यसलाई सञ्चालनको लागि भइपरि आउने भौतिक पूर्वाधार विद्यालयले सहयोग गर्ने छ भन्ने शर्तमा यसको नाम श्री दुर्गा क्याम्पस रहन गएको। जहाँसम्म मैले बुझेको
र सम्भवतः त्यो सही होला, हुनै पर्ने हो। किनभने म आफैमा एउटा अध्येता, म आफैमा एउटा अनुसन्धानकर्ता भएकोले, म आफैमा यहाँको स्थानीय भएकोले, म आफै यो विद्यालयमा पढेकोले र आफै यहाँ अध्यापन अहिले गराएर सम्पूर्ण जिम्मेदारीमा बसेकोले मलाई सम्भवतः अवगत छ यो कुराको बारेमा। त्यसकारण उहाँले सहयोग गर्ने हो, दिनै पर्ने बाध्यता छैन। गाउँको परिवेशमा रहेको क्याम्पसले धेरै विद्यार्थीलाई घर नजिकै अध्ययन गर्ने अवसर प्रदान गरेको छ। यसले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीलाई समेत उच्च शिक्षा हासिल गर्न सहज बनाइएको छ। क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू पनि नियमित कक्षा सञ्चालनलाई यसको सबैभन्दा ठूलो विशेषता मान्छन्। उनीहरू भन्छन् केही शिक्षकहरूमा सुधार गर्नुपर्ने पक्षहरू छन्, तर कक्षा भने नियमित रूपमा सञ्चालन हुने गरेको छ। त्यसैले पढाइमा निरन्तरता कायम रहेको छ। सुजाता कुमारी झा, घर एकडाँडा, अहिले बीबीएस फर्स्ट इयरमा पढ्छु, श्री दुर्गा क्याम्पसमा रहने। हमरा सबके जे पढ़ाई होइ छै तऽ पहिनेके अपेक्षामे तऽ बहुत नीक भऽ रहल है, कैलाकि पहिने न रेगुलर क्लास चल छलै न किछो, लेकिन जहियासँ संदीप सर एलियै तहियासँ अच्छा तऽ पढ़ाई होइ छै, लेकिन तबो भी जते टीचर आयल छै ओहिमे एगो दूगो टीचरमे एखनो कमी बहुत छै। मतलब जते होबे चाही ओते ज्ञान हमरा सबके पढ़ाबै लायकमे कुछ कमी ज़्यादा है, कैलाकि बीबीएस लेवल हमसब छी, ओहि हिसाबसँ पढ़ाइमे कनि कमी है। हमरा सबके ओ जे नीक भऽ जेतै तऽ हमरा सबके आरो बेहतर होइतै, टीचर सबके कनि ज़्यादा नीक होबे पड़लै तऽ हमरा सबके बीबीएस बहुत नीक होइतै। जेहन एखन जेहन दोसर ठाम भऽ रहल है ओहिसँ ओहिके अपेक्षामे गाँवमे भी रहिके हमसब बहुत नीक करबै, ई हमरा सबके बहुत अपेक्षा है। लेकिन कनि टीचर सबके कनि आरो नीक होइतै, सब चीज टाइम टेबुल सब कुछ मिल जैतै तऽ हमरा सबके लागि बेहतर होइतै। से हमरा सबके अपेक्षा है, आशा भी करै छियै जे हेतै ई चीज बढ़िया। मतलब क्वालिफाइड टीचर नहीं है बीबीएस में, जेहन टीचर पढ़ावे के चाही ओहन नहीं है। हाँ, एगो दूगो टीचर में कमी है। हाँ, जेना हमरा सबके एकाउंट पढ़ै छै ओहि मैम सबमे कुछ कमी है। तखन न्यू छै तऽ सीख रहल है, फिर भी हमरा सबके लागि न्यू तऽ न होबे पड़लै, हमरा सबके लागि तऽ क्वालिटी होबे पड़लै। हाँ जी, अनुभवी होबे पड़लै। र विद्यार्थी भाइ बहिनीहरूसँग मैले एउटा के अनुरोध गरेँ भने पक्कै पनि विद्यार्थीको अहिले यो हैसियत भएको छैन, किनभने उसले ब्याचलरमा पढ्दैछ कि दे आर जजिङ देयर सुपेरियर्स, कि दे आर फिट अर अनफिट फर आवर स्टडिज। हो, टिचिङको मेथोडोलोजी पेडागोगीमा केही डिफ्रेन्सिएसन हुनसक्छ। सरहरू त्यो डिग्री होल्ड गरेर आउनु भएको छ, उहाँको टिचिङ मटेरियल्स, टिचिङ एक्टिभिटी, द आर्ट अफ टिचिङमा केही डिफ्रेन्सेस हुनसक्छ, तर नजान्ने र नबुझ्ने टिचर होइन। त्यसै युनिभर्सिटीले उहाँलाई डिग्री ग्रान्ट गरेको होइन। हो भने भोलि यी बच्चालाई पनि यदि डिग्री गर्दा यिनीमाथि पनि शङ्काको सवाल आउँछ। केही 19-20 16, किनभने यहाँ कम्पिटिसन छैन, यहाँ अभाइबिलिटी छैन, स्कार्सिटी छ। यसका बावजुद पनि होल्ड। अब 100मा 100% एक्युरेसी सबै सरको पनि हुँदैन, सबै विद्यालयको पनि हुँदैन, सबै क्याम्पसको पनि हुँदैन, सबै पत्रकारको पनि हुँदैन, सबै मिडियाको पनि हुँदैन। पर्फर्मेन्स पनि आफ्नै हुन्छ। तथापि यी कमी कमजोरीहरूलाई पनि विद्यार्थीको मास बढेर टिचरलाई बोलाउने हो। हामी यसलाई पनि भविष्यमा ती विद्यार्थीहरूको फिडब्याकलाई सम्बोधन 100% गर्ने बाचा गर्छौँ। ग्रामीण क्षेत्रमा सीमित स्रोतका बीच नियमित पठन पाठन सञ्चालन गर्नु आफैमा चुनौतीपूर्ण कार्य हो। यस्ता प्रयासले गाउँका विद्यार्थीमा शिक्षाप्रति विश्वास बढाउनुको साथै उच्च शिक्षाको पहुँच विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ। यो एउटा रिमोट एरियामा त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित 4 वर्षे बीबीएस ब्याचलर अफ बिजनेस स्टडी स्नातक तहको कोर्स यहाँ विगत 17 वर्षदेखि अध्यापन गराइँदै आएको छ। तर विगतका केही वर्षहरूमा 1 महिना 2 महिना कहिलेकाहीँ 3 महिना कक्षा सञ्चालन हुने अवस्था मात्रै रहेको थियो। तथापि विगत 2 वर्षदेखि, यस अर्थमा भन्दाखेरि 2081 साल जेष्ठदेखि विधिवत रूपमा मैले यहाँको चाहिँ प्रशासन शैक्षिक जिम्मेदारी पाए पश्चात अनवरत 2 वर्ष भयो। 2 वर्षदेखि यहाँ बीबीएसको अध्ययन अध्यापनमा मैले जानेको आफ्नो योग्यता, मेरो 15 वर्ष 16 वर्षको पढाइको करियर जुन म काठमाडौँमा बसेर विगत 15 वर्षदेखि अध्ययन अध्यापन गराउँदै थिएँ, ब्याचलर्स र मास्टर्स। मैले लगभग टियुदेखि लगाएर विभिन्न पोखरा, पूर्वाञ्चल, राजर्षि, भारतीय युनिभर्सिटी लगायतको 7-8 वटा युनिभर्सिटीको कोर्स मैले हेरेँ, पढाएँ। अलमोस्ट 10,000 प्लस विद्यार्थीको मेरो अनुभव रहेको छ। त्यो सबैलाई यहाँ यो मेरो जन्म ठाउँ, यहाँबाट म पढेको, त्यो सबैलाई उतारेर केही राम्रो गरौँ
र यसमा अधिकतर होइन कि सम्पूर्ण श्रेय हाम्रो मेयर साहबलाई पनि जान्छ। उहाँले यो कमिटमेन्ट गर्नुभयो कि हामी कहाँ क्याम्पस छ तर त्यो क्याम्पस कागजमा सञ्चालित छ, यसलाई क्लासमा सञ्चालित गर्नु पर्यो। त्यस उद्देश्यले र यो मेरो गाउँठाउँ पढाउन त अनेकौँ विद्यार्थी पढाइयो, तर आफ्नो गाउँठाउँ समाजको विद्यार्थीलाई त्यो वातावरण, त्यो शैली, त्यो एक्सपोजर दिएर अगाडि बढाउँ भन्ने अभिप्रायले म यहाँ आएर सञ्चालन गरेँ। र एक विद्यार्थीलाई, त्यो विद्यार्थी अहिले BBS 3rd इयरमा अध्ययनरत छ, त्यहाँबाट सुरु गरेर आज हामी 100औंको सङ्ख्यामा पुग्यौँ र अहिले BBS 1st इयर र 2nd इयरका विद्यार्थीहरू, सम्भवतः तपाईँहरू भर्खरै जानुभयो होला क्लासमा, उहाँहरूसँग सोधपुछ गरेर आउनुभयो होला, सञ्चालित छ। र ट्युको जुन क्यालेन्डर छ, वर्षमा 8 महिना अध्यापन गराउनु पर्ने, त्यो हामी 8 महिना निरन्तर 1 जना विद्यार्थी आए पनि, 5 जना आए पनि, 10 जना आए पनि, 20 जना आए पनि, 50 जना आए पनि, हामी अहिलेसम्म 5 विषय BBS 1st इयर र 2nd इयरको सञ्चालन गर्दै आएको छौँ। 2nd इयर त अझ 9औं महिनामा रनिङ छ। हामी 12 गते 8 महिना पुरा गरेर यो 12 गते अब 9 महिना पुरा हुन्छ र यही 29-30 गते लास्ट कक्षा सञ्चालन हुँदैछ। हामी नियमित रूपमा कक्षा सञ्चालन, बच्चाहरूको अभिवृद्धि विकासको लागि उनीहरूलाई कम्प्युटर तालिम, उनीहरूलाई भइपरि आउने क्लासमै मोटिभेसन, काउन्सेलिङ, स्टोरी टेलिङका विभिन्न गेस्ट लेक्चरहरू प्रदान गर्दै आएका छौँ। उनीहरूलाई हुने ड्रेस भयो, ID कार्ड भयो, अटेन्डेन्स भयो, यी सम्पूर्ण सुविधाहरू एउटा रिमोट ठाउँमा पनि हामीले प्रदान गर्दै आएको छौँ। र हामी पनि हाम्रा विद्यार्थीहरूको आगमनदेखि लिएर, उनीहरूको दैनिकीदेखि लिएर, उनीहरूको रेगुलारिटीदेखि लिएर, उनीहरूको डेभोसन, समर्पणसँग हामी सन्तुष्ट छौँ। श्री दुर्गा क्याम्पसको यात्रा अझै सङ्घर्षपूर्ण भए पनि गाउँका युवाको भविष्य निर्माण गर्ने अभियान भने निरन्तर अगाडि बढिरहेको छ। सीमित साधनका बीच पनि शिक्षा प्रदान गर्ने यसको प्रयासले ग्रामीण शिक्षाको क्षेत्रमा एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। भर्ना खुल्यो। धनुषा जिल्लाको सरकारी स्तरको एकमात्र नमुना विद्यालय श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा भर्ना खुल्यो। हाम्रा सञ्चालित कार्यक्रमहरू विज्ञान संकाय, व्यवस्थापन संकाय, कानुन संकाय र डिप्लोमा इन सिभिल इन्जिनियरिङमा पनि भर्ना खुल्ला गरिएको छ। भर्ना कार्यक्रम: फारम वितरण 2083 जेठ 1 गतेदेखि, प्रवेश परीक्षा 2083 जेठ 24 गते बिहान 8 बजे, कक्षा सञ्चालन 2083 असार 1 गतेदेखि। हाम्रा विशेषताहरू: आधुनिक साइन्स ल्याब, सुविधा सम्पन्न कम्प्युटर ल्याब, सुरक्षित ट्रान्सपोर्टेसन सुविधा, एक्स्ट्रा एक्टिभिटिज, CCTV को प्रत्यक्ष निगरानीमा सुरक्षित शैक्षिक वातावरण। कक्षा 11 मा विज्ञान संकायमा भर्ना लिने 25 जना छात्रलाई रु 10,000 को पूर्ण छात्रवृत्ति एवं व्यवस्थापन संकायतर प्रवेश परीक्षामा उत्कृष्ट अङ्क ल्याउने 10 जना छात्रलाई वार्षिक सहयोग बापतको रकम नलाग्ने। नोट सबैका लागि निशुल्क पाठ्य पुस्तकको व्यवस्था गरिएको छ। प्रधान अध्यापक महावीर दास, संपर्क नम्बर 98 196 62 513 र 98 540 26 151। कोअर्डिनेटर मुकेश यादव, संपर्क नम्बर 98 076 20 501। संपर्क व्यक्ति अनिल कर्ण, संपर्क नम्बर 98 248 35 974। गोगल प्रसाद नमुना माध्यमिक विद्यालय जनकपुर धाम 24 बसैया धनुषा।